छोरीहरू, म आज तपाईहरुलाई जीवनको एउटा महत्त्वपूर्ण कुरा सिकाउन चाहन्छु है त। यो पाठ चाहिँ नि तपाईहरुले पढ्ने किताबमा पाइदैन। यो बोतलमा नि पुरा पानी छ। धेरै प्वाल बनाएको छु मैले, दुलो दुलो बनाएको छु, तर पानी चाहिँ चुहेको छैन। देखिन्छ? छैन नि। हेर्नुस् है, किनभने यो बोतलको मुख चाहिँ मज्जाले बन्द गरिएको छ, त्यसैले यहाँ भित्रको पानी चाहिँ सुरक्षित छ। म यो बोतलको यो मुख छ नि, मुख खोल्दिन्छु। मुख खोल्ने बित्तिकै के हुन्छ? यो भित्रको पानी बाहिर आउन सुरु गर्छ। ल हेर्नुस् त, देख्नुभयो? जब हामी यसरी मुख खोल्छौं नि, हाम्रो मुख खोल्ने बित्तिकै भित्र भएको कुरा बाहिर निक्लिन्छ। अब तर यसरी फेरि म मुख बन्द गर्छु, भित्रको पानी सुरक्षित छ। हो छोरी हो, हाम्रो जीवन पनि यस्तै हो। हामीले हाम्रो जीवनमा भएका कतिपय व्यक्तिगत पारिवारिक गोप्य कुराहरू हुन्छन् हैन? ती कुराहरू सबैलाई यसरी नै मुख खोल्दै भन्दै गयौँ भने सबैले त्यो नबुझ्न सक्छन् र हामी भित्रको गोप्य कुराहरू छ त्यो चाहिँ पानी जसरी नै बाहिर निस्किँदै जान्छ। जसरी मुख खोल्दै जाँदै गर्दा पानी भित्रको चाहिँ बाहिर निस्क्यो, त्यसरी नै के हुन्छ? हाम्रो अस्तित्व पनि, हाम्रो महत्त्व पनि, अनि हामी भित्रको एक प्रकारको आदर सम्मान पनि बिस्तार बिस्तार रित्तिँदै जान्छ। जब हामीले मुख खोल्यौँ नि, तब फेरि के हो? यो बोतल पनि रित्तिँदै गयो। त्यस्तै हामीले पनि हाम्रो मुख खोल्यौँ भने हामी भित्रको के गोप्य कुराहरू, बोतलको पानी रित्तिँदै गइरहेको छ नि, त्यसरी नै मानिस पनि अनावश्यक रूपमा बोल्दै जाँदा आफूभित्र भएको ऊर्जा, मूल्य पनि गुमाउँदै जान्छ। आफ्नो पीडा, आफ्नो गोप्य कुरा चाहिँ सही व्यक्ति र विश्वासिलो व्यक्तिसँग मात्रै सही समयमा हामीले व्यक्त गर्नु पर्दछ। यीसँग आफ्नो हृदय खोल्नु बुद्धिमानी होइन। शब्दहरू निस्कनु अघि चाहिँ हाम्रा हुन्छन्, तिम्रो हुन्छ है, तर निस्किसकेपछि चाहिँ हामी शब्दका हुन्छौँ। सबै कुरा सबैलाई नभन्नुहोस्, सही व्यक्ति, सही समय र सही शब्द छान्नुहोस्। मौनता धेरै पटक आत्मसुरक्षाको ढाल हो। धन्यवाद। फेरि अर्को भिडियो लिएर आउँछौँ है त। बाई बाई, सी यू।